सबैजनालाई नमस्कार। यो राजनीतिक विषयमा नबोलेको 1-2 दिन भयो, तर फेरि बोल्नै पर्ने भन्ने लाग्यो र आज फेरि यो वर्तमान राजनीतिक परिस्थितिको बारेमा के आफ्ना 2-4 वटा भनाइहरू राख्न उपस्थित भएको छु। हेर्नुस् न, मुलुकमा अहिले मैले 2-4 दिन अगाडि नै भनेको थिएँ कि यो जेनजी मुभमेन्ट पछि जसरी परिस्थिति र घटनाक्रम अगाडि बढ्नुपर्ने हो त्यसो नभइकन के आश्चर्यजनक रूपमा घटना र परिस्थितिहरू अगाडि बढिराखेका छन् र प्रमुख 3 राजनीतिक दलहरू जो जेनजी मुभमेन्टको बेलामा प्रमुख 3 राजनीतिक दलका नेताहरू जुन आफ्नो ज्यान जुगाउनका लागि आर्मी ब्यारेकमा छिरे र अहिले 1-2 दिन अगाडि आर्मी ब्यारेकबाट निस्किसकेपछि हिजो 3 असोजमा संविधान दिवसको अवसरमा पारेर उनीहरूले जुन अभिव्यक्ति दिए त्यसभन्दा अघि पछि उनीहरूले जे अभिव्यक्ति दिएका छन् यसले आम नेपाली जनताहरूमा एउटा आशंका उब्जाएको छ। त्यो आशंका के भने के जेनजी मुभमेन्टका मुख्य मर्म र भावनालाई र त्यसले उठाएका मुद्दाहरूलाई कतै यी प्रमुख 3 राजनीतिक दलहरूले फेरि हाइज्याक गर्न त खोजेनन्? त्यो दुष्प्रयास त यिनीहरूले गरिराखेका होइनन् र यो सरकारले किन यसबारेमा आफ्नो धारणा प्रष्ट रूपमा राखेको छैन र राजनीतिक दलहरू बाहिर निस्किसकेपछि किन सार्वजनिक रूपमा आत्मा आलोचित हुनु र आफ्नो गल्ती स्वीकार्नु र अब सच्चिएर जान्छौँ भन्नुभन्दा पनि कुनै न कुनै रूपमा जेनजी मुभमेन्टलाई गाली गरिराखेका छन् र उनीहरूप्रति आक्रोश पोखिराखेका छन्। किन इतिहासको यो रथलाई फेरि उल्टो बाटोतर्फ हिँडाल्न खोजिँदैछ? आज म यसबारेमा बोल्न गइराखेको छु। अझै पनि कतिपय नेपालीहरूलाई सेप्टेम्बर 8 र 9 एउटा काल्पनिक चलचित्र फिक्सन मुभी जस्तो लाग्दछ। त्योभन्दा अझ बढी आश्चर्य र अति काल्पनिक त संविधान दिवसको अवसरमा हिजो शीतल निवासमा राजनीतिक दलका नेताहरूको जमघट र चियापान कार्यक्रम लाग्यो। त्यो दृश्य देख्दा लाग्यो कि सेप्टेम्बर 8 र 9मा देशमा केही पनि भएको थिएन र देश सामान्य रूपमा अगाडि बढिराखेको छ र वर्तमान सरकार पनि एउटा सामान्य प्रक्रियाबाट चुनाव गराउनको लागि बनेको हो। त्यो दृश्य देख्दा सबैलाई चकित तुल्याएको छ। मुलुकमा सब ठिकठाक चलिराखेको छ जस्तो व्यवहार राजनीतिक दलका नेताहरूले र सरकारमा बस्ने प्रधानमन्त्री मन्त्रीहरूले हिजो देखाए। जेनजी मुभमेन्ट पछि हामीलाई यस्तो लाग्यो अब के दलका नेताहरू पहिले जस्तै फेरि पुरानै तरिकाले हिँड्ने 8 राजनीतिक दलहरूका नेताहरूले गर्लान् भन्ने हामीलाई जेनजी मुभमेन्टको वरिपरि लागेको थियो। तर जेनजी मुभमेन्टमा शहादत प्राप्त गर्ने होनहार नेपाली छोराछोरीको सामूहिक दाह संस्कार गरेको केही दिन मात्र भएको छ। सडकमा पोखिएको शहीद र घाइतेहरूको रगत अझै आलो छ। घाइतेहरू अझै अस्पतालका शय्याहरूमा मृत्युसँग लडिराखेका छन् र मुलुकमा खरबौंको भौतिक क्षति भएको छ। अर्कोतर्फ जेनजी मुभमेन्टका बारेमा अहिले चिन्ता, चासो र आशंकाहरू पनि बढ्न थालेका छन्। जेनजी मुभमेन्ट पछि मुलुकको राजनीतिक गन्तव्य के हो? जेनजी आन्दोलनको मुख्य नेतृत्वकर्ता को हो? सबैभन्दा आशंका उठेको विषय त कतै जेनजी आन्दोलनलाई कसैले हाइज्याक त गर्न खोजेन? के यो विद्रोहको उपलब्धि सरकार र संसद विघटनमा मात्र सीमित गर्न त खोजिएको होइन र चुनाव पछि फेरि यिनै प्रमुख 3 दलका प्रमुख 3 मुख्य नेतृत्वकर्ताहरू नै फेरि सरकार र सत्तामा आएर हालिमुहाली गरेर यो जेनजी आन्दोलनमाथि भद्दा मजाक त गर्ने होइनन्? के यो खेल त भइराखेको छैन भन्ने अहिले आशंका आम नेपाली जनताहरूमा उब्जिन थालेको छ र हामीमा पनि उब्जिन थालेको छ। जेनजी मुभमेन्टमा साथ गर्ने शहीदहरूको आत्माले के यसो भयो भने शान्ति पाउला? के त्यसपछि फेरि नयाँ विद्रोह कसैले रोक्न सक्ला? मैले राजनीतिक दलहरूको विरोध गरेको होइन। मल्टिपार्टी डेमोक्रेसीमा राजनीतिक दलहरूको विहीनता, राजनीतिक दलहरूको निषेध कल्पना पनि गर्न सकिँदैन। तर यति मात्र भन्न खोजेको हो, जेनजी मुभमेन्टबाट लखेटिएका प्रमुख 3 राजनीतिक दल र यसका मुख्य नेतृत्वकर्ताहरूको विकल्प भने अब खोज्नै पर्दछ, नत्र भने जेनजी मुभमेन्ट माथि नै प्रश्न चिन्ह उठ्न सक्दछ। अब छिटोभन्दा छिटो वर्तमान सरकार र जेनजी मुभमेन्टको नेतृत्वले जवाब दिनै पर्दछ। पञ्चायतकालदेखि अहिलेसम्म राजनीति र प्रशासनिक नेतृत्वमा रहेकाहरूको सम्पत्तिको स्रोत छानबिनको कसरी हुने र कहिलेसम्म हुने हो र यसले कहिलेसम्म मूर्त रूप पाउने हो? प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि कसरी र कहिलेसम्म संविधान संशोधन हुने हो र त्यसको प्रक्रिया के हो? प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रदेश सभा र सरकार विघटन नहुनु, प्रदेश सभा र प्रदेश सरकार विघटन नहुनुको कारण र औचित्य के हो? वर्तमान संविधानको औचित्य पुष्टि गर्ने आधारहरू के हुन्?
जेनजी मुभमेन्टको प्रतिफलको रूपमा बनेको वर्तमान सरकारले जेनजी मुभमेन्टमा तोडफोडमा उत्रनेहरूको सीसीटिभी फुटेज माग्नु कुन नैतिकताभित्र पर्दछ? तर यो सरकारले किन त्यो बेलामा आन्दोलनलाई क्रूर दमन गर्ने सरकार र सरकारको नेतृत्वकर्ताहरू, प्रधानमन्त्री, गृहमन्त्री र अन्य सरकारवाला मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरूको विरुद्धमा किन बोल्दैन? उनीहरूलाई कसरी कारबाही गर्ने हो, के हुने हो, त्यसबारेमा किन सरकार चुप छ? यो अहिले ज्यादै नेपाली जनताको मनमा बिजाएको प्रश्न हो। के जेनजी मुभमेन्टमा सामेल सर्वसाधारण र जेनजी पुस्ता मात्र यसमा दोषी छ? के कुलमान घिसिङ, सुशीला कार्कीहरूले नै त्यति बेला सडकमा उत्रेर जेनजी मुभमेन्टमा लाग्नको लागि आम युवा पुस्तालाई र नेपाली जनतालाई उत्प्रेरित गरेको फुटेजहरू अहिले हामीले सार्वजनिक रूपमा पनि देख्न सक्दछौँ? अहिले किन सीसीटिभी फुटेजहरू मागिँदैछ र त्यसमा आन्दोलनमा संलग्नहरूलाई कारबाही गर्ने अप्रत्यक्ष रूपमा भनाइ यिनीहरूले राख्दैछन्? यो ज्यादै गम्भीर रूपमा देखिएको प्रश्न हो। त्यो बालेन शाहले त्यो बेलामा लेखेका फेसबुक स्ट्याटसका अर्थहरू के हुन्? अहिले त्यसको सान्दर्भिकता के हो? यो बारेमा किन सम्बन्धित पक्षहरू बोल्दैनन्? आम नेपाली जनताको मनमा त्यो प्रश्नले अहिले ज्यादै बिजाएको छ। यी जेनजी मुभमेन्टका मुख्य मर्महरूलाई मारेर अबको चुनावपछि फेरि यिनै तीन प्रमुख दलहरूलाई नै सरकारको नेतृत्व र सरकारको चाबी सुम्पने चलखेल त भएको होइन? आम नेपाली जनतामा यो प्रश्न अहिले उब्जिएको छ। हिजो आन्दोलनको क्रममा वार्ता गर्न राष्ट्रपति निवास जाँदा राष्ट्रपति निवासको पानी पनि नखाई बाहिरबाट मगाएर खाएको बताउने सुदन गुरुङले हिजो किन राष्ट्रपति निवासमा आफैले लखेटेका राजनैतिक नेतृत्वसँग गफिँदै चिया बिस्कुट खान पुगे? यो प्रश्न गम्भीर छैन? 1-2 दिन अगाडि मात्र आर्मी ब्यारेकबाट बाहिर निस्केका प्रमुख 3 दलका नेताहरू किन सार्वजनिक प्रायश्चित र आत्मआलोचना नगरी पुरानै शैलीमा बोल्दैछन्? के यो प्रश्नले सबैलाई चकित बनाएको छैन? किन जेनजी मुभमेन्टले देखाएको सपना यति चाँडो सबै मिलेर चिथोर्ने दुस्साहस गर्दैछन्? के जेनजी मुभमेन्टलाई हाइज्याक गर्ने प्रयास गरेका हुन् यिनीहरू सबैजना मिलेर? यो प्रश्न अहिले सबैको मनमा बिजेको छ। यदि जेनजी मुभमेन्टले उठाएका मुद्दालाई कमजोर बनाउने प्रयासमा यिनीहरू लागे भने त्यो यिनीहरूको अर्को ठुलो भुल हुनेछ र मुलुक झनै सङ्कटमा धकेलिनेछ। त्यसकारण सबै राजनीतिक दलहरू र विशेष गरी यो सरकार र जेनजी पुस्ताको नेतृत्वमा देखिएका यी जेनजी पुस्ताको नेतृत्वकर्ताहरू र त्यो बेलामा आन्दोलनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न हुन सबैलाई आह्वान गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहज्यूले यसबारेमा सार्वजनिक रूपमा अब केही बताउनै पर्दछ र यो आन्दोलनपछि न कुनै सम्झौता भएको छ, न कुनै सम्झौता लिखित रूपमा बाहिर देखिएको छ। राष्ट्रपतिले यो संविधान र यो व्यवस्था मैले सुरक्षित गरिदिएको छु, तपाईहरू आउनुहोस् र फेरि सरकारको नेतृत्वमा जानुहोस् भनेर पुराना 3 राजनैतिक दलहरूलाई आह्वान गर्ने शैलीमा उनले त्यो कुरा बताएका थिए। अब यसरी परिस्थिति कसरी अगाडि बढ्ने हो? फेरि यसैको आधारमा यिनैलाई न्यु पार्ने र अर्को विद्रोह जन्म्यो र त्यसले फेरि मुलुकमा खर्बौँको क्षति हुने अवस्था सिर्जना गर्यो भने त्यसको जिम्मेवार को हो र त्यसले मुलुकलाई कुन दिशामा पुर्याउला र कुन बिन्दुमा पुर्याउला? किन आन्दोलनपछि मुलुकले यो गति लिने हो भनेर एउटा ब्लुप्रिन्ट तयार पारिएन? अब यी कुराहरूमा ज्यादै सम्बन्धित पक्ष चनाखो हुनुपर्दछ, गम्भीर हुनुपर्दछ र यसलाई जनताले बुझ्ने भाषामा स्पष्ट रूपमा बताउनु पर्दछ। हवस् त, नमस्कार।